उम्मेदवारी दर्ता गराउनु भएको छ के छ तपाईँको एजेन्डा किन जनताले भारत क्षेत्रमा 4 जनताले तपाईँलाई भोट दिने भोट दिनुपर्ने अवस्था आयो अन्तिम दिन पार्टी दर्ता गरेँ निर्वाचन आयोगमा सबै पक्ष समेटेर जाउँ एउटा देशलाई सुरक्षित बनाऊ समुन्नत बनाऊ भन्नेतर्फ नै सबैको आकाङ्क्षा हो जेनजी मुभमेन्ट पछिको जुन भावना छ त्यसलाई आत्मसात गर्दै पार्टीले सबै कुराहरू घोषणापत्रमा पनि प्रायोरिटीमा उल्लेख पनि गरेको छ जुन सरकार आयो सरकारले ती मागहरू पूर्ण गर्नेछन् भन्ने कुरा सबैको अपेक्षा थियो तर त्यो नभइकन चुनावलाई प्राथमिकता राख्यो त चुनाव प्राथमिकता राख्दै गर्दाखेरि अब चुनावमा लोकतान्त्रिक अभ्यास हो जानुपर्छ त्यो अपरिहार्यता हो तर त्यसका पूर्वाधारहरू सबै मिल्नुपर्ने अवस्थाहरू थियो जहाँ सुरक्षित र जुन वातावरण छ त्यो मिलाउनु पर्ने थियो त्यो अझै पनि मिलिसकेको अवस्था छैन सरकारमा रहेको मन्त्री परिषद पनि एक त पूर्णता दिनै गाह्रो भयो अर्को पूर्णता भइसकेको मन्त्री परिषद मन्त्रीमा रहँदै गरेका मन्त्रीहरू फेरि आफू पार्टी खोलेर फेरि चुनावमा जाने भयो जुन उनीहरूको प्राइमरी टास्क के थियो भने प्राथमिक दायित्व चाहिँ यो क्राइसिसलाई एउटा अवतरण गर्ने ट्रान्सफर्म गर्ने ट्रान्सलेट गर्ने केमा भन्दा चुनाव मार्फत एउटा स्थिर सरकार दिनका लागि त्यो इलेक्सनलाई सम्पन्न गर्ने जुन प्रमुख दायित्व थियो त्यो दायित्वबाट विमुख भयो फेरि उहाँहरू नै आफै फेरि अर्को चाहिँ हैन निर्वाचनमा आउनुभयो त्यो पनि एउटा चाहिँ नि गलत अभ्यासको रूपमा लोकतान्त्रिक रूपमा एउटा चाहिँ नि हामीले गलत अभ्यासको रूपमा चाहिँ राखेको छौँ अब रह्यो एजेन्डाको विषयमा देशलाई बचाउनु छ तपाईँ हामीले हेरेकै छौँ जेनजेड मुभमेन्टको पवित्र सपना बोकेर आन्दोलनमा रहँदै गर्दा त्यतिकाले ज्यान गुमाउनु पर्यो शहादत प्राप्त गर्नु पर्यो पोख खाली भयो बित्तिए तपाईँ हाम्रो आँसु आयो हैन अकल्पनीय घटनाहरू भए त्यसका परिघटनाको रूपमा रहिरहेछन् अझै त हामीलाई कसैलाई पनि शान्तको हिसाबले बस्न सक्ने स्थिति अझै छैन यो रहँदैन पनि इतिहासमा कालो दिनको रूपमा रहेको कुरालाई अब यसलाई सधैँ त्यो रहेर बस्ने विषय त भएन तर त्यसलाई जुन पूर्णता दिनुपर्थ्यो नभएको खण्डले यो पार्टीले त्यसलाई प्राथमिकतामा राखेको छ एउटा ती मागहरूलाई जुन माग जायज माग छन् जेनजी मुभमेन्टले गरेको विषय एउटा त्यो विषय छ अर्को के थियो हामीले भने सधैँ हामीले यो निर्वाचनको अभ्यास त गऱ्यौँ कि निर्वाचनै सबै रूपमा हामीलाई यो समस्याको चाहिँ सबै होइन समाधान गरेको छ त अहिलेसम्म भएन केमा भएन संवैधानिक रूपमा जे व्यवस्थाहरू गरेका छन् त्यसमा औचित्यपूर्ण रूपमा हामीले त्यसको कार्यान्वयन गर्न नसक्ने पक्ष त जहाँ चाहिँ उजागर भइरहेको अवस्था थियो भने हामीले त्यस पक्षलाई पनि हामीले राख्नुपर्छ भनेर हाम्रो यो पार्टीमा अलग अरूभन्दा पार्टी यो अलग रूपमा राखिएको छ र सँगै अर्को के छ भन्दा देशलाई समुन्नत बनाउनका लागि दुईवटा फ्याक्टर असाध्यै इम्पोर्टेन्ट हुन्छ एउटा सुरक्षा हुनुपर्यो देशको सुरक्षा आन्तरिक सुरक्षा र त्यसमा समग्रमा राष्ट्रिय सुरक्षाको विषय र भने सँगसँगै भ्रष्टाचारलाई निर्मूल गरेर भ्रष्टाचारको कुनै स्पेस नराखिकन काम गर्ने त्यो विधि र त्यो पद्धतिहरू निर्माण गर्नुपर्ने छ त्यो सँगै त्यो नेतृत्वले त्यो दिन सक्ने पनि अवस्था छ र त्यो रोल मोडलको रूपमा प्रस्तुत हुनसक्छ त्यो कुरा नभएको हुनाले हामी सधैँ यतिका वर्षसम्म राजनैतिक आन्दोलन मार्फत अधिकार प्राप्त भए तापनि तर हामीले उन्नत एउटा समाज हामीले निर्माण गर्न सकेनौँ राष्ट्रलाई विकसित रूपमा अगाडि जान सकेनौँ जबकि हाम्रा दुई छिमेकी अथवा अन्य मुलुकहरू तीव्रताका साथ अन्य देशहरूमा पनि दोस्रो र तेस्रो अर्थव्यवस्थामा त्यत्रो भोल्युम चाहिँ गरेको र ट्रेडमा चाहिँ उनीहरू पावरफुल हरेक कुराले स्ट्राटेजिक रूपमा उसमा हरेक रहेको अवस्थामा हामी चाहिँ सधैँ नै के रह्यौँ त हामी अविकसित भयौँ भ्रष्टाचारको देशको रूपमा हामी सधैँ कहलिनु पर्यो र हाम्रो स्वाभिमान सधैँ गिराउनु पर्यो भने यो कुरालाई ल्याउन सक्ने र समुन्नत बनाउन सक्ने विकसित गर्न सक्ने र सुरक्षासँगैलाई किनभने होइन सुरक्षित राखेर मात्र यी सबै कुराहरू अघि बढ्न सक्छन् त्यसकारण यो असुरक्षित अवस्थाबाट देशलाई चाहिँ सुरक्षित बनाउने र यी सबै कुराहरू र नेपालीको समग्र नेपालीको मुहारमा हाँसो ल्याउने खुसी ल्याउने र विशेष गरेर युथहरूलाई जुन एस्पिरेसन छ उनीहरूको युथहरूको एस्पिरेसनलाई जुन जायज माग छ त्यसलाई पनि संस्थागत रूपमा विकास गर्ने त्यस कारण यो पार्टीको रूपमा म यहाँ आएँ अब यहाँ आउने गर्दा मलाई भोट दिनुपर्ने हाम्रो पार्टीलाई भोट दिनुपर्ने आधारहरू विभिन्न हामीले घोषणापत्रमा पनि उल्लेख गरेका छौँ यसमा प्राग्मेटिक प्रस्पेरिजमको कुरा छ यथार्थवाद छ हल्लाको भरमा छैन जथाभावी बोल्ने विषय छैन जे कुरा त्यहाँ स्पष्ट राखेका छौँ त्यो कुरा प्राप्त गर्ने गरी गर्छौँ जे कुरा हामीले कमिटमेन्ट गरेको छ त्यसका लागि हामी हाम्रा फल्स प्रमिसेस गरेर नचाहिने कुराहरू अराजनीतिक खालको राजनीति गर्न चाहिँ हाम्रो आएको होइन
त्यस कारण अरू पार्टीभन्दा हामी प्रत्यक्ष रूपमा भिन्न छौँ र जे बोल्छौँ जे लेखेका छौँ त्यो गर्छौँ र जुन कुरा विगतमा गरिएको थियो त्यसलाई चाहिँ अब आम रूपमा नेपाल र एउटा चाहिँ रेप्लिकेट गर्छौँ भने बाहिर अन्तर्राष्ट्रिय अभ्यासमा डिप्लोमेटिक रिलेसन्सहरूका विषयहरू हाम्रा ती सम्बन्धका विषयहरूलाई पनि हामीले एउटा नयाँ उचाइमा गएर आफ्नो देशलाई कन्सर्नलाई सर्भ गर्ने खालको हामी र यो देश चाहिँ हाम्रो चाहिँ यो राष्ट्र समुन्नत बनाउँछौँ।